मार्दैन म त एक मत खाएको खेल्नै भयो त म त खोला नि हेर्नु खोला देख्दैन के खोला के हो हाम्रो कान्छराम जो मेरो राज साथी यहाँ भाइ विक्रम आज चाहिँ हामी पिकनिक खेल्न आएको म युट्युबमा हाल्छु नि त फेरि पछिसम्म आउँछ क्या लाइभ होइन नि यो फेरि मैले भिडियो मात्रै बनाएको बालुवा बगरमा खोला जङ्गलमा भरोसा के छ र जिन्दगीको दिने मायालाई दिउन के छ र माया ओ जो बस न म त यो क्या घरमा टिभीमा हेर्छु नि त यो चाहिँ हाम्रो रिमेम्बर हो म घरमा टिभीमा हेर्छु नि त टिभीमा खोल्छु नि त कि म टिभीमा आइहाल्छ सबै सजी साथी हो साथी ल ल ल ल आज इन्जोय गऱ्यो मजा आयो खुसी लाग्यो नानीहरू पनि आएको छ मसिनो नानीहरू भाइहरू पनि आएको छ आज हामी अचानक सल्लाह मिलाएर आएको है आजको दिनमा चाहिँ अब एउटा सानो पिकनिक स्पट पिकनिक खेल्न आएको हल्का फुल्का सबै मेरो भाइहरू छ सबैजना भाइहरूसँग एकदमै रमाइलो गरेको आजको दिनमा चाहिँ हामीले चाहिँ अब रमाइलो गर्दा आएको हाम्रो मिस्टर कुक चाहिँ यहाँ सेफ चाहिँ यहाँ छन् फेरि मिस्टर तितुङ राजेश तितुङ कुक चाहिँ राजेश तितुङ हो हाम्रो भाइ सोनेन भाइ आज चाहिँ अलिअलि इन्जोय गऱ्यौँ है खोला हेर्नुहोस् है सानो अब हामीले अब अस्तिको बाढीले यस्तो यस्तो हालत भएको छ है अब धेरै अब नोक्सान भयो है कतिजनाको जालमालको नोक्सान भयो अब के गर्नु प्रकोप यस्तै आउँछ अब है र आज चाहिँ खोला त्यही खोलालाई अहिले अब यत्रो पारी भित्ता भेटेर आज चाहिँ यहाँ वारी भित्ता भेटेर आज खोला यत्रो छ है अब त्यो चाहिँ प्रकोप हो भनौँ न अब है कहिले पनि केही पनि हुनसक्छ है र आज हामी यसो साथीभाइसँग घुम्न आएको हाम्रो साथी चाहिँ आकाशमा चढी उडेको चाहिँ उहाँ मास्टर हो आकाशमा चढी उड्यो सिङ्गर हो सिङ्गर हो आकाशमा चढी उड्यो मनको चरी चरी उड्यो कसैको लागि मुटु झल्कियो माया लहुकी बनेर उहाँको सिङ्गर चाहिँ वही हो आइदन मिस्टर आइदन थापा उहाँले नै गाउनु भएको प्रोग्राममा उहाँ चाहिँ अब उहाँले चाहिँ सिमानामा चाहिँ फाँडेको होइन युट्युब च्यानल अब टिभीमा हेर्दा पनि हुन्छ नि लाइभ हालेको होइन हाम्रो प्रधान भाउ हुनुहुन्छ उहाँ होइन युट्युब च्यानलमा भोलि पछि याद गर्छु न है लाइभ हालेको होइन यसरी नै आज हामीले मनोरञ्जन गरिरहेको छौँ है खोलामा हाम्रो भाइ विक्रम नाथ हुँदैछ
क्यामेरामा चाहिँ म है मैले भिडियो गरेको यसमा चाहिँ म भिडियोमा आउनु सकेको छुइनँ है मेरो आवाज मात्रै जाँदैछ तपाईँको समक्षमा यहाँ हाम्रो केटाहरू छ मसिनो केटा यहाँ भोलि दिनमा जवान हुन्छ यिनीहरू भविष्यको होइन